छ मेरो दाजु दिदीबहिनीहरू सन्चै हुनुहुन्छ। प्रनिस भ्लग इज ब्याक। हजुरहरूलाई मेरो भ्लगमा स्वागत छ। अहिले चाहिँ हामी यहाँ चट्ट लाएर बाहिरतिर जान लागेका छौँ। अब बाहिर पार्टीतिर जान लागेको। हजुरहरूलाई पार्टीतिर गएको अब यसो दृश्यहरू सबै देखाउनेछौँ। चट्ट अहिले चाहिँ हामी रेडी हुन लागेको। अहिले एकछिनमा भेटौँ। म चाहिँ रेडी भइसकेँ। यस्तो हो मेरो गेटअप। म चाहिँ रेडी भइसकेँ बाहिर निस्किनलाई। चट्टसँगले अब बाहिरतिर निस्किन्छौँ। अब हिँड्न लागेको चट्ट यहाँबाट सर यसरी निस्किने हो। भित्र हाम्रो साथीहरू आउँदैछन्, जाँदैछौँ। तपाईँहरूलाई गएको बाटोको दृश्यहरू यताउति सब देखाउने छु तपाईँहरूलाई। हाम्रो ग्याङहरू यता ग्याङ ए के चाहिँ साथी हो पारा छ नि हाम्रो ग्याङहरू। फेरि पारा हाम्रो ग्याङहरू। ल म चाहिँ चट्ट अब बाहिर निस्केको भित्रबाट। अब हामी जाँदैछौँ चट्ट अब जाँदैछौँ बाहिरतिर निस्किरहेछौँ। हाम्रो साथीहरू अलि अगाडि पुग्यो, अलिकति हामी ढिलो भयो। हिँड्दैछौँ बाहिर अब हिँड्दै गरेको सब देखाउने तपाईँहरूलाई। सो निस्किँदैछौँ हामी। अहिले भेटौँला एकछिनपछि अलि अगाडि पुगेर है त साथीहरू। म चाहिँ चट्ट बाहिर निस्केँ। अहिले साँझको ठ्याक्क 5 बज्यो। बाहिरको नजारा यस्तो छ हेर्नुहोस्। यस्तो छ चट्ट 5 बज्यो अहिले। अब चाहिँ जाँदैछौँ हामी। यस्तो छ साथीहरू जाँदैछ। साथीहरू हामी चाहिँ निस्किँदैछौँ बाहिरतिर। यस्तो चाहिँ यहाँबाट देउडा दाइको नेपाली होटेलमा जाँदैछौँ। यहाँबाट चट्ट नेपाली होटेलमा गएपछि अलिकति तपाईँहरूलाई यताउति देखाउने छु। कपडा पसलहरू यस्तो छ। बाटो यही हो साथीहरू। हामी सुरु चाहिँ दाइले छोडेर जानु भइसक्यो। केटाहरू कहाँ पुगिसकेको छ। हामी चाहिँ दौडे अब यसरी सर यताबाट जस्तो दौडिनुपर्छ। हामी चाहिँ हाम्रो साथी पछाडि चाहिँ हामीलाई केटाहरूले छोडेर हिँडिसक्यो। हामी अलिकति ढिलो भयो ढोका लगाउनको लागि दौडिँदैछौँ। यस्तो पार्दै दौडिने हो सट्टासँगले। साथीहरूलाई भेटाउन लाग्छ त हामीले। हो छिटो छिटो दौड छिटो छिटो गलायो यार। यस्तो छ यहाँनिर सट्ट। ल हामी चाहिँ दौडिँदैछौँ यहाँ। हामीले पुरा गाडी चाहिँ जाम लगाइदियौँ अरे के। ल गाडी पुरै जाम लगाइदियौँ हामीले। अगाडि गएर भेटाउँदैछु झन्डै हान्दिने यसले। झट्नै हान्दिने यो गाडीले साला चित्तिहाल्दै रहेछ। होटेल आइपुग्यो। यही होटेलमा चट्टासँगले होटेल आइपुग्यो। अब होटेलमा त्यो दाइहरू हुनुहुन्छ। यो नेपाली होटेल हो। चट्टा लाएर होटेलतिर आइपुग्यो। तपाईँहरूलाई टक्क देखाउनु यो नेपाली रेस्टुरेन्ट। हामी चाहिँ यहाँको यहाँबाट यस्तोरी छिर्नेछौँ। म चाहिँ चट्ट यताबाट आउँदैछु। ठ्याक्कसँगले यहाँबाट यस्तो गरेर यसरी ढोका खोल्नेछौँ। एउटा चट्टा लगाएर ए हाम्रो दाइहरू यता हुनुहुन्छ। ल हाम्रो यो दाइहरू यस्तो छ नि। चाहिँ नेपाली होटेल रेस्टुरेन्ट। हाम्रो दाइहरू चट्टा लगाएर यही हो नेपाली होटेल नेपाली रेस्टुरेन्ट। यस्तो छ केटा हो हेर्न सक्नुहुन्छ। हाम्रो कुक दाजुहरू छन्। तपाईँहरूलाई देखाउने छु ल आउनुहोस्। यो नेपाली साउदी अरबिया दमामको यो नेपाली रेस्टुरेन्ट चट्टासँगले हेर्न सक्नुहुन्छ। फेरि भेटौँला। चट्ट लाएर चाहिँ हामी जान लागेको। हाम्रो केटाहरू रेडी भइसक्यो। हामी जान लागेको। अब यो होटेल गाडी आउँदैछ हाम्रो। गाडी छ चट्ट कतिजना अट्छ त्यसमा सबैजना अट्दैन नि त। अब जान लागेको ए यहाँबाट सँगले हामी चाहिँ आइयो। यहाँ रहेछ यस्तो ठाउँ रहेछ। दाइले यसो अर्गनाइज गर्नुभएको ठाउँ। नमस्ते सर। हजुर सर थाहा भएर घुमिरहेको ठाउँ चाहिँ यस्तो छ। यहाँनिर हाम्रो ठाउँ चाहिँ यस्तो छ। यहाँ यसो पार्टी साइडी हान्ने ठाउँ चाहिँ यस्तोतिर छ चट्ट। यहाँनिर ठाउँ किचन यहाँ रहेछ। यहाँनिर हाम्रो मेन कुक सरहरू हुनुहुन्छ यतातिर चट्ट लगाएर। यस्तो छ ठाउँ। यहाँनिर पार्टी हान्न आएको चट्ट लगाएर हाम्रो दाइहरू यता हुनुहुन्छ चट्ट। ठाउँ चाहिँ यस्तो छ। यहाँनिर फेरि डान्सिङ हेर्ने होला पुरा यस्तो चाहिँ सही छ ठाउँ। तपाईँहरू पानी सानी हेर्नुहुन्छ भने हेर्नुहोस्। अहिले यहाँनिरबाट डान्सिङ हुन्छ अरे यहाँ पार्टी हल। तपाईँहरूलाई सब देखाउनु चाहिँ यस्तो छ। यहाँबाट यस्तो पानी जान्छ पारेर घुम्ने ठाउँ छ यहाँनिर। यस्तो हेर्नुहोस् पार्टी जाने ठाउँहरू सब व्यवस्था यहाँबाट सट्ट खोले। बाहिरको भ्यू यस्तो छ। यहाँ पार्टी हान्ने ठाउँ बाहिरको भ्यूहरू सर हेर्न सक्नुहुन्छ। यस्तो यहाँनिर पार्टी हान्ने ठाउँहरू भ्यूहरू। यहाँ हाम्रो दोस्तहरू हाम्रो यहाँनिर भोकले यहाँ परेर बसेको होइन। सब आउँछन् हाम्रो साथीकै
सब आउँछ नि यस्तो छ भिडियोहरु आउने बाँकी भ्यू छ चाहिँ हैन यस्तो छ ल पार्टी प्यालेस चट्ट लगाएर यहाँ चाहिँ स्विमिङ हान्न मिल्दो रहेछ चट्ट लगाएर कोही स्विमिङ हान्नु इच्छुक छ भने यहाँ आउनुहोस् चट्ट लगाएर स्विमिङ हुँदो रहेछ नि त भनेर त यस्तो स्विमिङ हान्नु भ्यूहरू यस्ता छन् हाम्रो दोस्तहरू यतातिर फेरि माल बनाउँदैछन् है अहिले फेरि भेटौँला एकछिन डान्स गर्ने ठाउँ चाहिँ यस्तो छ यहाँनिर पुरा डान्स गर्ने ठाउँ यही हो अनि सर अहिले एकछिनमा डान्स सान्स पनि देखाउँला गरेको चट्ट लाएर यहाँनिर अहिले म्युजियम छ चट्ट डान्स सान्स हानिन्छ अहिले यो दाइले खतरा डान्स हान्नुहुन्छ यहाँ डान्स स्टार्ट हुन लागिसकेको छ केटाहरू हाम्रो दाइ स्पोन्सर हाम्रो दाइ हुनुहुन्छ यहाँनिर डान्सर नम्बर 1 हाम्रो दाइले फेरि खतरा डान्स गर्नुहुन्छ नि ए रमाइलो छ जिन्दगी केटाहरू यस्तो हुन्छ मैले यस्तो भ्लगहरू तपाईँहरूलाई म लिएर आउँदै गर्छु तपाईँहरू मलाई लाइक सब्सक्राइब फलो गर्नु होला लाइक सब्सक्राइब मलाई सेयर गरिदिनु होला मेरो भ्लग यस्तो तपाईँहरूको कमेन्ट गरिदिनु योभन्दा अझै राम्रो भिडियोहरू पनि लिएर आउने छु तपाईँहरू यसो माया यसो सपोर्ट दिनु होला ल अहिले फेरि भेटौँला अहिले थुप्रै छन् यहाँ डान्स गर्नेहरू डान्सरहरू हाम्रो साथीहरू नाचिरहेछन् यस्तो छ ल यस्तो छ न म चाहिँ पिङ खेल्दैछु सर अहिले यसरी चाचा उया उया गरेर हाम्रो दाइहरूले पिङ खेल्दै हुनुहुन्छ यहाँ चट्टा लगाएर यो चाहिँ बाहिरको नजाराहरू हो हाम्रो दाइहरू यतातिर पिङ खेल्दै हुनुहुन्छ है सर हेर्नु सक्नुहुन्छ हाम्रो देख्न सक्नुभयो हजुरहरूले यस्तो छ चट्टै यो चाहिँ बाहिरको सिनहरू हो चट्टा लगाएर यतातिर भ्यूहरू छन् यहाँ डान्स प्रोग्राम भइरहेको छ यस्तो रमाइलो छ नि फेरि बिरामी हो भात खान लाग्यो यसो भोक लाग्यो नाच्दा गरेर यस्तो चाहिँ भयो लाग्यो चट्ट लगाएर अनि चाहिँ हामी भात खान लगाएर भात खानासाना पस्किँदैछ चट्टा बजे खाना खाइन्छ अचार चट्ट राम्रो है दामी हो कस्तो लागिरहेछ कस्तो लागिरहेछ खाना बवाल छ खाना मिठो
Like lots of हेलो साथीहरू, आजको लागि यति नै। फेरि अर्को ब्लगमा हामी भेट्नेछौँ। यो भिडियो कस्तो लाग्यो के लाग्यो माया सपोर्ट साथ सपोर्ट दिनु होला। कस्तो लाग्यो के लाग्यो प्रतिक्रिया दिनु होला। भिडियो हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। फेरि हामी अर्को ब्लगमा भेट्नेछौँ। आजको लागि यति नै हो। बाई बाई।